गाइस मामा छन् यहाँ आयो है आयो गंगा तिहार नै आयो रंग बर्न काटेर फाल्नु फेरि हो हुस्गर हो मामे हो मामे सब घर छ हान्छन् नि बल्लले हेर गाइस बल्ल तिहार बल्लले पूजा गर्दै मामा हाम्रा भान्जाजीले पुच्छा लाउन देला नि त मामालाई टोपी छराउनु अब फेरि गर्नुपर्छ त यसले हान्छ जा पुछ बल्लले हान्छ जा टोपीहरु तल टोपी त आएन त के छ त्यो घर जा सोम त घर जाके बल्लले हान्छ जा गए बोले पनि भने ए पठाउँछ यहाँ जा बल्ल पुछ न जा टोपी जा यस्तो गर्नु जा दुल्लुको लागि नि हो त्यो बेला हाने जा दिरको लागि भाग जा गर यो लगाउनु हो त्यो लगाउनु अर्को हो त्यो टोपी यस्तो गर टोपी छराको त्यहाँ खोलमा यस्तो गर हान्दैन खुट्टामा हो माथि त्यहाँ यहाँ पनि माथि पनि यहाँ छ मलाई देखिन्छ त्यहाँ यस्तो त्यहाँ हो त्यहाँ माथि हात हो पुछर मगर हान्दैन जा पुछर माथि गरेर हो त्यस्तो गर्न फालफाल छिटो अब अर्कालाई पुरै जुतिया बाप कट्यो भन् पुछर छापा लगाइदिएछ ल यो लगाउन छ्याप लगाइदिएछ पहिला चाँदामा चाँदामा लगाइदियो टिकोमा लगाइदिएन लान्नास् सक्ने रहन्छ डर मान्यो यसले अन्त जुरामा नलाग अन्त लगाइदियो पुछरमा लगाइदियो यहाँ नलाइदिने यहाँ तेल लगाइदिनु पर्छ अन्त लगाइदियो भने भइगयो परा यो त माथि हेर ल मोबाइल सामान ल आएन क्या बडा हर्नुपर्छ पहिला आएन क्या छ कहाँ छ क्या बडा हर्नुपर्छ भने बडा हराउँछ तिहारको दिनमा दादाले बल्लले पूजा गर्छ बाबुले हेर्ने तपाईँहरू पनि हेर्नु दादा कहाँ गइरहेको छ यसो बाजे माला सघाउनु भएको छ तेल खसिराख्नु भएको छ अनि दादाले मेरो दादाले अनि बसिरहेको छ आज बल्लको तिहार आज यिनीहरू त्यो गरिरहेका छन् अनि दादाले के तेल छरिदिइराखेको छ
छोरीले अब टिका लगाएको छ उयो पनि टिका अनि यता पनि हेर्नुहोस् टिका छ अनि यो त दादा गाइजहरु भन्दै हेर्नुहोस् गाइज हेलो व्हाट्सएप माई न्यू ब्लग पर मेरो नयाँ ब्लग पर तपाईँलाई स्वागतम आज हो बल्ल तिहार बल्ललाई पूजा गर्दै हेर्नु होला हेर हेर बल्ललाई मस्त पूजा गर्दै तर बल्लले नमानेकोमा यो सब मैले आफै गरेको हेर्न सक्नुहुन्छ हजुरहरू तर कालेले नमानेको अवस्था छ काले 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 हो काले 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 तारे तारे हो आछ दादाले लगाएछ म अब बल्ललाई माला लगाइदिँदैछु अब मान्छ कि मान्दैन थाहा छैन जे पनि हुन सक्छ पक्यो पक ओराइ देबे बाख्रिया काले हो सेतले दादा सेतले मान्नेले त्यो यहाँ हेऱ्यो हरेस नकोच्यास पूजाको लागि तयार गरेको छौँ बल्लहरूलाई तपाईँहरू पनि हेर्न सक्नुहुन्छ अब दादाले माला लाउँदै सुरु गरिरहेको छ लाउँदैछ दादाले एउटै कालेले नमानेको छ बल्लले नमानेको छ यो चाहिँ हाम्रो कालो बल्ल यो चाहिँ दादु के भन्छ देउसी रे बोलाउनको लागि बल्लोलाई कालो बल्लोलाई गोरे बल्लो उयो छ हेर्नमै सक्नुहुन्छ माला पनि लगाइसक्यो गोरे बल्लोले अब बस कालो बल्लोले मानिरहेको छैन हेर्नु फिटी गरिरहेको छ कालो बल्लोले हेर्नु मानिन बल्लोले पक्यो बल्लोले मानेकै छैन अनि यो आवाजले काले भन्ने सम्झाउँछ दादाले त पादियो अनि दादा अगाडि आइकन फेरि पाँच खुवाइदिनको सुरु गर्यो अनि त्यसले त ल्याइदिनेको तयारीमा थियो बल्लोले बहुत आल्सी गरिरहेको छ लाउनै मानेको छैन उयो त हेर्नु सक्नुहुन्छ बाख्राले गरिरहेको छ उयो बाख्राले चाहिँ हेरिरहेको छ आकाशमा अघि बल्लोलाई आफ्नो फल्लास है नफल्लास है क्या अहिले
हो रुखीमा आए बरु अहिले गइरहन्छ नि पन्ना हातमा मान्छे खेलिन्छ मान्छे त जान चल सनक जान्न त्यही त जान्न है त हर्न सक्दैन क्या हौ र चाहिँ मेरो खसी आइज खसी मेरो प्यारो प्यारो खसी आइज आइज मन ला 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 र गाइस हेर खसी मेरो खसी यो चाहिँ मेरो बाख्रा मसी बुझु जाने काम छ त हेर्ने हेर हेर यो चाहिँ हाम्रो अर्को खसी हो यता देखाउनु मुन्टी यता 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 हेर गाइस यिनी चाहिँ हाम्रो भेलादेखि गाई बेला सबै छन् अनि यता चाहिँ हेर्न सक्नुहुन्छ तपाईँहरू बल्ल छन् पूजा गरिँदैछ अहिले बल्लको र तपाईँ एकैछिन रोकिनुहोस् यो कालेलाई हल्का फास्टै फुस्टै पारेर गर्छ काले 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 आइछ कान मोल फुटाइदिएर फुटाल केही जस्ट गिच